पनि नेपालमा जस्तै मेन पावरहरूको ठगीको शिकार हुन्छ नि त नेपालीहरूले पनि दुबईबाट युरोपको लागि एप्लाई गर्न सक्छन्। के म जस्तो नर्मल व्यक्तिले पनि यहाँबाट एप्लाई गरेर के गर्न सकिन्छ त? कि म नेपालै फर्किनुपर्छ? हेलो एभ्रिवान, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। तपाईहरुकै एपी ब्लग नयाँ भिडियो लिएर तपाईहरुको सामु आइपुगेको छ। रे ड्युटी सकेर अहिले चाहिँ कति बज्यो भन्दाखेरि चाहिँ 12 बज्यो हैन। म बिहान 2 बजे गएको थिएँ ड्युटी, अनि अहिले चाहिँ टक्क ड्युटी क्लोज भएर खानासाना खाएर चाहिँ म भर्खरै रुममा आइपुगेको छु। यसैगरी आज नयाँ भिडियो हजुरहरुको सामु लिएर आइपुगेको छु। भिडियोको विषयवस्तु छ आज चाहिँ दुबईबाट युरोप कन्ट्रीहरु एप्लाई गर्न के कस्तो प्रोसेस छ र कसरी गर्न मिल्छ। यहाँ पनि नेपालमा जस्तै मेन पावरहरुको ठगीको शिकार हुन्छ नि त नेपालीहरु। कसरी सुरक्षितको साथ हामीले एप्लाई गर्न सकिन्छ र अर्को युरोपियन कन्ट्रीहरु मुभ गर्न सकिन्छ। यहाँ स्कोप कतिको छ? के म जस्तो नर्मल व्यक्तिले पनि यहाँबाट एप्लाई गरेर के गर्न सकिन्छ त? कि म नेपालै फर्किनुपर्छ? नेपालीहरूले पनि दुबईबाट युरोपको लागि एप्लाई गर्न सक्छन्। आज हामी यी विषयवस्तु लिएरै आज छलफल गर्नेछौँ। यही विषयवस्तुमा मैले भिडियो बनाएर तपाईहरुको सामु आइसकेको छु। एपी ब्लगमा सबैजना लाई फेरि पनि स्वागत छ र नयाँ हुनुहुन्छ भने एपी ब्लगलाई लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गरेर सपोर्ट गर्न नभुल्नु होला। आउनुस् है त अब विषयवस्तुको तर्फ छलफल गर्नेछौँ। नेपालीहरू हामी धेरै छौँ दुबईमा काम गर्ने र धेरै जिज्ञासा हुन्छ। युरोप कन्ट्री जाने धेरैको सपना हुन्छ, तर अब गर्न सकिँदैन हैन। समय पाबन्दी अनुसार अब काम गरेपछि अब कामतिरै बिजी भइन्छ। त्यसैले चाहिँ अब कसैले खोज्नुहुन्छ होला हैन, कताबाट एप्लाई गर्न सकिन्छ, के कसरी गर्न सकिन्छ। नेपालीले चान्स पाउँछ कि पाउँदैन युरोपतिर एप्लाई गर्नको लागि? यस कुरामा चाहिँ म के भन्छु भने हैन, दुबईमा चाहिँ त्यस्तो कन्सल्टेन्सी नभएको हैन, कन्सल्टेन्सी धेरै नै छ, तर धेरै मान्छे गइराख्नु नि भएको छ। तर हामी के बुझ्नु पर्छ भने अब केही काम गर्दाखेरि चाहिँ त्यसको नेगेटिभ र पोजिटिभ पोइन्ट हुन्छ नै हैन, सबैजनालाई थाहा नै छ। त्यसैगरी अब नेपालको जस्तै अब कोही मेन पावर कन्सल्टेन्सीले काम गर्छ भने कुनैले चाहिँ नगर्न सक्छ। तर मैले यस्तो देखेको अनुसार चाहिँ दुबईमा धेरै रेसियोमा चाहिँ मैले चाहिँ फेक कन्सल्टेन्सीहरु मात्र भेटेको छु। काम गर्नेहरु पनि छ, तर तिनीहरुको रेपुटेसन पनि त्यो फेक काम गर्देको भएर सबैजनाको अब कति मेरै साथीको लगभग हैन एकचोटी 500 लिएछ, एकचोटी 2000 लिएछ। ल पछि त अनि एप्लाई गर्ने प्रोसेस बढाउँछ भने न केही दियो न केही प्रुफ छ हैन, डाइरेक्ट अनि उसको त अब कल पनि उठाउँदैन रे, कन्सल्टेन्सी नि गायब छ क्या। त्यो अब त्यो ठाउँमा हुन्छ नि, त्यो ठाउँमै छैन रे। त्यस्तो घटनाहरू चाहिँ बितिराख्छ, भइराख्छ। त्यसैले चाहिँ आफूले जानेर बुझेर अथवा आफूभन्दा ठुलोहरुको एक्सपिरियन्स मान्छेहरुको चाहिँ सल्लाह लिँदा चाहिँ एकदमै गुड देखे मैले हैन। हामी नेपालीहरुलाई चाहिँ कतिको चान्स हुन्छ त युरोपतिर लिने लैजाने। अब सबै त्यो कुरामा चाहिँ सबैजना इक्वालिटी नै हुन्छ जस्तो लाग्छ, तर प्लस पोइन्ट चाहिँ नेपालीलाई झनै धेरै चान्स दिन्छ। मैले आई थिंक मेरो बुझाइमा र यताको इन्भाइरोमेन्ट बुझेको अनुसारले चाहिँ हामी नेपालीहरुलाई अलि बढी चान्स हुन्छ। जता पनि अलिकति मेहनतियो, अलि खटेर काम गर्ने भएर चाहिँ एकदम स्कोप छ बाहिर युरोपतिर एप्लाई गर्ने हो भने पनि। तर हामीले मेन कुरा भनेको चाहिँ बुझेर आफ्नो चिन्जान अथवा रिलेसनको भर नि त्यो पनि हैन कि, तर एकदम बुझेर 100% ठाउँमा करेक्ट आफूले 100% प्रुफ राखेर पछि केही भए पनि समाउन सक्ने तरिकाले चाहिँ गर्दा एकदम बेटर हुन्छ। अब सबैजनाले अब भविष्य बनाउन नै आएको हुन्छ हैन,
पाएपछि राम्रो ठाउँ त जानु नै पर्छ सबैलाई। त्यसैले चाहिँ आफूले काम नि गर्दै गर्ने तर अनि त्यसलाई युटिलाइज गरेर अनि राम्रो ठाउँबाट चाहिँ एप्लाई गर्दा पनि हुन्छ भन्छु म चाहिँ। दुबईबाट अभियसली युरोपतिर जानको लागि धेरै सजिलो, नेपालभन्दा धेरै गुणा सजिलो र सस्तो पनि मिल्छ। त्यसैले चाहिँ चान्स मिलेको बेलामा चाहिँ कोहीले नि गुमाउनु हुन्न, सबैले चान्स क्रिएट भएको बेलामा सदुपयोग गरेर गर्नु होला भन्छु म नेपाली दाजुभाइ दिदीबहिनी सबैजनालाई। हेर्दा हेर्दै मेरो पनि अब दुबई आएको 2.5 वर्ष भइसक्यो, तर यो कम्पनीमा नि लगभग 2 वर्ष पुग्न आँटिसक्यो। तर पनि म पनि अब छिट्टै कम्पनी छोड्दैछु भन्नुपर्छ। अब म कहाँ जान्छु भनेर चाहिँ अब तपाईहरूले भिडियो हेरिराख्नुपर्छ, त्यो अनुसारले भिडियो हेर्न नछुटाउनु होला। मैले पनि जानेको कुराहरू सबै गाइड गर्छु हजुरहरूलाई। अब के म नेपाल फर्किन्छु त आफ्नै देश आफ्नै माध्यभूमिमा गएर केही गर्छु कि अब कतै अर्कै स्कोप खोजेर अथवा केही खोजेर गर्छु कि। आजको भिडियो चाहिँ यति नै गर्न चाहन्छु। छोटो र मिठो सन्देश दिनको लागि चाहिँ मैले आज इन्फर्मेटिभ भिडियो बनाएको। मैले धेरै टाइम भयो भिडियो चाहिँ बनाउन पाएको थिएन। आज चाहिँ भर्खरै म ड्युटीबाट आएको। मेरो रुम चाहिँ यही हो, हजुरहरूले पहिला पनि देखिसक्नु भयो। मैले सबै कुरा कोठाको बारेमा खानाको बारेमा सबै भिडियो बनाएको छु। हेर्नु भएको छैन भने चाहिँ हजुरहरू गएर हेर्न सक्नुहुन्छ। यसरी नै धेरै माया र सपोर्ट गर्दै जानु होला। एपी ब्लगमा अब एकदमै राम्रो र धेरै इन्फर्मेटिभ भिडियोहरू चाहिँ आउने छ। तपाईहरूको जिज्ञासा अनुसार र त्यस्तै सबैलाई फाइदा हुने इन्फर्मेटिभ भिडियो चाहिँ म कन्टिन्युसली लिएर आउने बाचा गर्दै यस भिडियोबाट चाहिँ एपी ब्लग चाहिँ बिदा हुन चाहन्छ। सबैजनालाई धेरै धन्यवाद लास्टसम्म भिडियो हेरिदिनु भएकोमा। सी यू इन नेक्स्ट भिडियो। सबैजनालाई धन्यवाद, थ्याङ्क यू।